हस्पिटलको रिपोर्ट है सर? हजुर हजुर। यहाँभन्दा अगाडि तपाईँले के थियो र? मलाई प्रेसर र सुगर थियो यहाँभन्दा अगाडि। हजुर। प्रेसर र सुगर हुँदाखेरि तपाईँको अब मैले हस्पिटल दबाई खाइरहेको हो। हस्पिटल दबाई खाँदा पनि मेरो घट्दै घटेन प्रेसर र सुगर। प्रेसर र सुगर नघटेपछि मैले हेल्पी लिभिङको चाहिँ यो प्रोडक्टहरू युज गरेँ। प्रोडक्टहरू युज गरेको मैले अहिले 3 महिना लगभग भयो। 3 महिना अब यसले हुन्छ हुँदैन भन्ने मलाई एकदम शङ्का थियो। अनि मैले हिजो गएर रगत चेक गराएँ। रगत चेक गर्दाखेरि तपाईँको मेरो 250 सुरुमा थियो, त्यहाँ घट्दै नगर्ने हेर्नु बिहानको टिपी, त्यहाँ फास्टिङ थियो 225। अनि मैले 2.5 महिनापछि गएर यो औषधि प्रोडक्ट युज गरेर हेल्पिलिङको प्रोडक्ट युज गरेर म 2.5 महिनापछि गएर तपाईँको त्यहाँ गएर चेक गर्दाखेरि मेरो तपाईँको ठ्याक्कै कति घट्यो भने 250 बाट 180 मा आयो। यहाँ सुनिन्छ त? तपाईँको रिपोर्ट होला? मेरो रिपोर्ट है, यो चाहिँ पहिला रिपोर्ट हो। यो पहिला रिपोर्ट 225 थियो पिपी है, यो आयो तपाईँको 140 मा आयो। हेर्नुहोस् यत्रो आकाश जमिनको फरक पर्यो है। त्यो भएको हुनाले मलाई चाहिँ यो हाम्रो प्रोडक्ट चाहिँ एकदम तपाईँले कन्टिन्यू खाइराख्नु भएको छ? एकदम कन्टिन्यू खाइरहेको। तपाईँले खाइराख्नु भएको प्रोडक्टको नाम याद छ सर? मलाई सबै याद छ। मलाई भन्नुहोस् त। नौनी खाइरहेको छु मैले। हजुर। तपाईँको अर्को नौनी खाइरहेको छु, एलर्जी 9 खाइरहेको छु। अनि तपाईँको अर्को के भन्छ आई सपोर्ट पनि लिइरहेको छु मैले। अनि अर्को तपाईँको आई सपोर्ट, नौनी, एलर्जी 9 पनि होला नि। फ्ल्याक्स ओइल पनि खाइरहेको छु मैले। अनि क्रिम ओइल पनि खाइरहेको छु मैले। अनि यो खाएर चाहिँ मलाई एकदम राम्रो भएछ। मैले विश्वास लागेको थिएन पहिला, अनि अहिले चाहिँ विश्वास लाग्यो मलाई, किनभने मैले हस्पिटल रिपोर्ट पनि ल्याएँ। हस्पिटल रिपोर्ट ल्याएर मैले एकदम विश्वास लागेको छ। मैले अरूलाई पनि भनेको छु यस्तो छ, यस्तो राम्रो छ, यो खानुहोस् भने अरूलाई पनि भनेको छु मैले। ल्याउनुहोस्, यो फ्ल्याक्स ओइल भइहाल्यो, यो पनि खाइरहेको छु मैले। अब तपाईँको अर्को छ ए निम, निम पनि खाइरहेको छु मैले। अनि तपाईँको अर्को छ नौनी, बिहान बेलुका खाली पेटमा खाइरहेको छु मैले। अनि त्यहाँबाट अरू छ तपाईँको यो पनि फ्ल्याक्स ओइल हो। अनि तपाईँको अर्को छ यो क्रिम ओइल, यो पनि खाइरहेको छु। त्यो खाएर जे तपाईँको स्वास्थ्यमा सुधार भयो? एकदम सुधार भयो। मैले 100%। त्यसो भए निम अब कन्टिन्यू खाइराख्नुहुन्छ र तपाईँले खाइरहेको प्रोडक्टहरू एलर्जी 9 र तपाईँ राख्नु भएको छ? अनि हजुरको नाम बताइदिनु होला। मेरो घर चाहिँ चितवन हो। मेरो नाम नारायण कुमार श्रेष्ठ हो। म अहिले चाहिँ काठमाडौँमा एउटा सानो बिजनेस गरिरहेको छु। यो बिजनेसको साथसाथै म हेल्पी लिभिङमा पनि पार्ट टाइम जब जस्तो गरिरहेको छु। तर एकदम विश्वास छ मलाई चाहिँ हजुरहरूले पनि गर्नु होला भन्ने पूर्ण आशा। अनि हजुर रिटायरमेन्ट नेपाल? हजुर, म नेपाल प्रहरी रिटायरमेन्ट हो। तर नेपाल प्रहरीमा रिटायरमेन्ट भए पनि मेरो भविष्य त्यति राम्रो लागेन त्यतातिर। अहिले बुझ्दै जाँदाखेरि मलाई चाहिँ हाम्रो यो हेल्पी लिभिङमा चाहिँ एकदम राम्रो भविष्य देखेँ मैले, र यसकै लागि पछि परिरहेको छु र भविष्यमा सफल हुनेछु भन्ने मैले आश गरेको छु र पक्कै पनि एक दिन सफल हुनेछु र मेरो पछिका पिँढीहरूलाई पनि राम्रो हुनेछ भन्ने विश्वास गरेको छु। मैले यो प्रोडक्टहरू पनि सबै युज गरिरहेको छु। ओके सर, धन्यवाद सर। थ्याङ्क यू।